ल भयो भयो सुरु भयो अचम्म छ अनि भिडियो खिच भनेर छोडेपछि त कन्टिन्यू होला भन्ने हुन्छ नि क्यामेरा छोडेपछि हुन्छ कन्टिन्यू बन्द गरेर दियो थियो अनि खिच्यो भनेर चुप्प लाएर बसेको नि त लगाइसकेपछि हैन सानो मम्मालाई हेर्छ त मम्माको हातमा के रहेछ चकलेटहरुको बेबी डेरी मिल्क हेर त वाह खोइ सारा छ स्प्रिङ्कल्स छ क्या हो बल्ल बिस्तारै एक्सेप्टेन्स हुन्छ क्या अहिले नाति नि एक दिनपछि होइन दसैँमा नि यसले काटेको होइन त भन्छ अहिले एक दिन अरे 2टा टिका लाउँदा सद्बुद्धि आइसक्यो 7वटा टिका लाउँदा त अहिले महात्मा ज्ञानी हुन्छ के टाउकेले भाङ्गी होइन ठिक छ नबोल है एकछिन कति बेर चिच्याउँदो रहेछ के हो हेर्छस् पक लगाउँदो रहेछ ठुलबाबासँग त लागि त गरे यो सेतो र निलो छ नि त्यहाँनेर खाली भयो कुन कलर लाग्छ सेतो हाल्दिन्छ कन्ट्राक्टरको बनाइयो न हैन छैन खाली छैन निलो हरियो देला नि यहाँनेर यो छ पौड्या सजाम दिए जस्तो भयो नि मलाई रुन लाग्यो नरो है माथिले उडाइदिनु कस्तो भयो राम्रो राम्रो रातो टिका भयो नि सबैलाई माथि रातो टिका लाउने तल लाउने टिका कसले ल कसको बारे माला भिडियो गरेको कान्छी बुहारी आउन कन्टिन्यू हो कि बन्द गर्ने हो कि त्यो अर्का भेट्दो रहेछ कहाँ भेट्नु पर्यो 2 मिनेट भयो बल्ल खै केरापात मलाई पनि लगाइदिनु पर्छ है राख सबै मिलेर मलाई एउटा कलर लगाइदेऊला नि केरापात आउँछ भन्नु आऊ 2 जना सँगै बसे कसो हुन्छ एकजना समात आऊ हैन एक-एकजना लाउनु त्यो साँगुरो किन गर्नु पर्यो टिक्क लाउनु एकजना समात दिए त ए हुन्छ के ल लाउ त हुन्छ के नहुने त हैन एक-एकजना लाउनु त के भयो र कस्तो हो त कान्छीलाई मैले फर्स्ट टाइम टिका लगाउँदैछु है त्यही बस है मामु टिकी लाउने है दिदीसित बस है दिदीले माया मान्नुहुन्छ नि ए जाने बसे तल हेर्छस् अझ पक जाने गाई हेर्नु नगर रुन्छ के त पापा के खोजे ग्याउ नि जुत्ता त वहाँ छ के तिम्रो छ सोध भन है केटा जुत्ता लाउँछ हौ ल त भएन तेरो उतिर झाल्दी माथिपट्टिको सार्नु पर्छ लामो भयो के यो अर्को लानु अर्को निजा ठुलै छ नि त दिदी जिम गरेर बसेर लाउ त ल भएन भने छड्के भयो अझै भएन के केटा एकचोटि दुगो लाउ त दुगो निकाल त कहाँ लायो भन्ने कुरा ठिक छ के ठिक छ अझै छड्के माथिपट्टिको अझै यता सार्ने थोरै सार उता झ्यालतिर हो माथि नै छैन होला अलिकति तलबाट लाउँछु ए हातमा जुत्ता लाएर कहाँ हिँड्यो छ केटो अब यहाँ मलाई दिन्छु जुत्ता यता अरे लिक के छ खेल धुनु छु त्यहाँ रातो बिचा कसरी आएको नि तर यो चाहिँ छड्के जस्तो मानेको छु मैले है ए के भयो तँ पनि खस्यो तलको हुँदा त पुरिन्छ पुरिन त
कसरी ठ्याक्क 7वटा मिसाएर एउटा थोप्लो मात्रै बनाएर लाउँदो रहेछ नि ट्याकट्याक एउटा थोप्लो त्यो घोलेर प्रत्येक रङ घोलेर ट्याकट्याक एउटा थोप्लो लाउने के थोप्लो 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 लगाए नि हुन्छ रङ लाउने हो क्या 1300 लगाए नि हुन्छ ठाडो लगाए नि हुन्छ 1300 लाउँछन् कसैले फेरि 400 पनि लाउँछ तर यो ठाडो रङै लाइन्छ किन भन्दा लाइन लाउने फेरि तेस्रो पनि कमेडी देख्छ ओके तेस्रो थियो त 3टा के फेरि लाइन कसो 3टा लाइन लाउँदा आफ्नो आफ्नो चल्छ जति जना त्यति जना एक घण्टा ओ पति लाउन कहाँ भेट्यो भाइ फाला मान्छे के गरेको त यहाँ थियो यस्तो गर्नु हुन्न त हात काटी हुँदैन छोरो हात काट्ने कुरो हो कि फेरि कहाँ फाल्यौ नपाल्नु नि कतै ढुङ्गा बिचा हाल्नुपर्छ है त ठिक छ के यिनीहरू उत्कृष्ट बनायो नि खै के अरे निकाल त रिभिल गर त ल कति राम्रो भयो के तर होइन माथि फराकिलो तल साँगुरो भएछ नि त्यो त त्यही हो नि त त्यो जग तल एकदम कान्छी बलियो छ जाऊ कि ल माला तर राम्रो देखियो त्यो निरा ठुलो हो माथि गजब भयो होला अहिले पछि अहिले लास्ट एकैचोटि लगाइदिनु कि ल कान्छी जाउँछ ल कान्छी क्यारम भाउजू दाइ समातिदिने समाउनु सोध्नु पर्यो यहाँ मलाई अनुमति त लिनु पर्यो होइन ऊ यहाँ आफै लिएर बसिछन् ए ल ल ल मलाई कुन मलाई ठिक्क पारिदेऊ है ठिक्क सानो हुन्न यो सानै लाउने भन्दा पनि के अरे उसके मलाई कुन हो ठिक्क पारिदेऊ है लगेर त भ्यान दिन्छ हामीले खोज्छौँ कि अहिले नभए के अरे पात पनि खोज्छौँ पहिलोचोटि टिका लगायो होइन तिहारको यस्तै अब लगाइराख्नु पर्छ भन्नु न होइन तिहारको टिका दियोस् पहिलोचोटि घरमा आएर टिका लगाउनु पाएँ ल भगवान् सबैको रक्षा गर्नुहोस् होइन ल हान्सी नानीलाई ल राख त ल भाउजू ल भाउजू मैले राखेँ है त केराको पात सिधा हुन्छ कि हुने अरे टाङ्गे छड्के भएमा सानो हो अलि सानो भयो कि यो त भनेको ल ल खोइ खै निकाल त सबैले भने स्थिति छड्केछ माथिको अझै होइन ठिक छ ठिकै छ ठिकै छ तर अलि ठुलो यो भएको है चाहिँ ठुलो चाहिने कि चित्तिम क्या भाउजू अलिकति यहाँसम्म ए भयो भयो छोडिदियो होइन ठिक छ थोरै ठिक छ कि ठिक छैन छ के थोरै थोरै